के हो कुरो घरमा पार्टी थियो क्या पुरा बाख्रा छाउरो बोकेर हिँड्ने आज ए बाबा यो साउजी पनि जति बेला पनि खाने र हग्ने मात्रै कुरा गर्छन् जति बेला पनि पार्टी हुन्छ कुन चाहिँ पार्टी हान्ने पार्टी कि खाने पार्टी रिटे भाइ साँच्चीकै भन न कहाँबाट ल्याएको यो कहाँबाट ल्याउनु नि बाटोमा भेट्या थियो त्यहीबाट भेटाएर ल्या ठट्टा नगर न रिटे भाइ साँचो साँचो कुरा के हो हामीलाई नि भन न ए साउजी तिमी पनि कुन दुनियाँमा छौ ह देशैभरि फागुन 21 गते चुनाव हुँदैछ त्यति पनि थाहा छैन मजा नै आ रहा यसो एउटा पार्टीको नेताजीले बोलाउनु भएको थियो फ्याट्ट एउटा खसीको पाउठो दिनुभयो अस्ति पसलमा त खुब ठुलो कुरा गर्दै थिएछ मासु भात रक्सी पेट्रोल केहीमा पनि बिक्रीको हुनु हुँदैन भनेर आज त अनि मासुको चोक्टा मात्र होइन पुरै पाठै बोकेर आइछ अनि तु सम्झा नै चालको साउजी तिमी अब कुरो यसोहरू त साउजी अलि यता आउनु न कुरो कसो हो भने नि यति बेलामा जसले दिन्छन् झडाप झडाप खाने हो कि नेताजी चुनाव जितिसकेपछि तिम्रो घर आउँछन् मलाई चिन्छन् तिमीलाई चिन्छन् चिन्दैनन् फोन त उड्दैन यति बेला जले दिन्छ सोरेने झडाम झडाम खाने मान्छे चोर चोर जस्तो देखिए पनि कुरा चाहिँ एकदम सही कुरा गरे है यो केटाले ए छैन न तिम्रो कुराको त यो साउ पनि ए तालको मान्छे रहेछ हेर्नुहोस् सबैजनाले यति बेला बुझ्नुपर्ने कुरा के हो भने जसले यति बेला मासु भात पेट्रोल डिजल जे दिन्छन् सबै लिनु होला अनि मासु भात लब्राक लब्राक पनि खाइदिनु होला तर चुनावमा चाहिँ मतदान चाहिँ सक्षम मान्छेलाई हाल्नु होला है यसले भनेको कुरा ठिक छ नि यसै लडाइदियो यार